कि मैले आफूलाई पनि चोर त्यहाँ बनाइरहेको छु भोलिको दिनमा। हामी यसलाई कसरी चिर्ने भनेर ६३ सालदेखि कन्टिन्यू सङ्गठन निर्माणको लागि लाग्दा हामी हैरान भयौँ। जोड्थ्यौँ, फेरि केही दिन सङ्गठन फुट्थ्यो, फेरि बनाउन सक्दैन, फेरि मिटिङ फेरि गर्दा हामी लगभग 67 लगभग हामी सफल पायौँ रूपन्देही जिल्लामा गठन गऱ्यौँ। र त्यो अझै एउटा बलियो सङ्गठन किन आयो भन्दाखेरि आज हाम्रो अगाडि हुन्छ हाम्रो महासचिव राजकुमार गुप्ताजी र एउटा हाम्रो भैरवमा जीसी मोबाइल हुन्छ हाम्रो हरिबहादुर सरको चाहिँ नि मामाश्री र अर्को सफल मोबाइलको एउटा व्यवसाय। त्यो बेला गाना भर्ने लहर चलेको थियो, मोबाइलमा गाना भर्ने। त्यो गाना डाउनलोड गर्ने क्रममा उहाँहरूलाई चाहिँ नि कपिराइटको केस लागेर राजकुमारजीलाई र अरू दुईजना साथीहरूलाई चुनावमा हाल्यो प्रहरीमा साथीहरू परेपछि बल्ल जान्ने भयो कि अब सङ्गठनको आवश्यकता छ। त्योभन्दा पहिला हामी भन्दा घस्कजाउँदा कोही साथी पनि नपाउने। अनि म अगाडि कल गर्थेँ अनि सबैले भन्थ्यो नेता मान्छे हो, यसले नेता बन्न सक्छ, त्यसैले हामीले लिएर साथमा हिँड्नु गइरहेको छ भन्नु थियो। हाम्रो व्यक्ति नहुने चुनाव परेपछि सङ्गठन बलियो। त्यो कहिले कस्तो हुँदो रहेछ भन्दाखेरि मार खाएपछि बल्ल चाहिन्छ अरे। तर तपाईँको राष्ट्रिय व्यवसायको कति सौभाग्यशाली, यत्रो ठाउँमा जमघट गरेर कार्यक्रम गर्नुभएको छ। हामी कति कार्यक्रम गऱ्यौँ, यस्तो टाइपको जमघट हामी बनाउनै सकेनौँ। त्यस कारणले केन्द्रीय उपाध्यक्ष र केन्द्रीय सदस्यलाई ताली बजाउन पऱ्यो उहाँहरूको लागि। तपाईँले यो तरिकाले जमघट भएर रहने कार्यक्रम गर्दै हुनुहुन्छ, त्यसको लागि तपाईँलाई म धेरै धन्यवाद भन्न चाहन्छु। सङ्गठनको आवश्यकता के बुझ्नु होला, बहुत जरुरी छ, अत्यन्तै जरुरी छ सङ्गठित हुनको। हामी एउटै बिरादरीका व्यक्ति हौँ, एउटै बिजनेस हो, त्यस कारण हामी एउटै बिरादरीमा पऱ्यौँ। यसमा खिचतान हुन्छ, आपसी व्यापारको लागि मतभेद पनि हुन्छ। कसैको मानसिकता हुन्छ कि मै मात्र एउटै राज गरौँ, अरू कोही स्थापित नहोस्। कसैको मानसिकता हुन्छ कि उसको पसल पछि डुबाइदिने। त्यो जारी हुन्छ, यो ठुलो होइन, खुला प्रतिस्पर्धा हो। बिजनेसको जोखिम आउन सक्छ, कोही होलसेलर छ, कोही खुद्रा छ, कोही खुद्राबाट होलसेलर बन्न सक्छ। त्यो यो नर्मल कुरा, कुनै ठुलो कुरा होइन। तर सङ्गठित भइसकेपछि त्यसको फाइदा धेरै छ। आज तपाईँहरूको यो जमघट, यो कार्यक्रमको फोटो सामाजिक सञ्जालमा जब भाइरल हुन्छ, त्यो के बुझिन्छ कि हो मोबाइल व्यवसायमा पनि एकता रहेछ, मोबाइल व्यवसायहरू पनि समझदार रहेछन्, मोबाइल व्यवसायहरू पनि जानकार रहेछन्। मोबाइल व्यवसाय त जानकार मात्र नभएर एकता मात्र नभएर समझदार पनि रहेछ। समझदार मात्र सङ्गठित भएर बस्छ। तपाईँ नर्मल एउटा कुरा साधारण हेर्नु होला, एउटा लायन शेर र टाइगर, यो दुईटैमा शक्तिशाली टाइगर हुँदो रहेछ। शेर जो हुन्छ, बाघ जो हुन्छ, बाघ हरेक कुरामा शेरभन्दा ताकतहरू रहेछ क्या, हरेक कुरामा। तर जङ्गलको राजा त शेर हो। यसको एकदम सिम्पल कुरा के बुझ्नु, बाघलाई के छ